भालुले यसो फाल्दा फाल्दा भालु फाल्दा फाल्दा अझै 50 वटा छ अरे निधारमा पैसा खाइदिने भालुको चाहिँ के गर्छस् त राम्रो भेटिँदैन रहेछ ठग्ने हिँड्ने अस्ति नेपालमा आएर को भेटेर गएको थिइस् भन् त त्यहाँ इटरीमा थियो 1,70,000 खाइदिए राडीले भालुले जाबो त्यति तैँले पनि निकै भ्याइसकिस् क्या भनेपछि नखाइदिए 1,70,000 को मात्रै तैँले केटी ए मुर्दार मैले जिन्दामै केटा मान्छेको पैसा मैले चाहिँ हैन मेरो चाहिँ खानेहरू धेरै होला नि फेरि त्यस्तो कुरा चाहिँ नगरौँ होला नखाइदिए घर के गर्छस् पाप लाग्छ गुने मान्छे लिएर आज सनाया लिम्बुलाई मैले यो दिएको भनेर स्टेटमेन्ट यस्तो देखाएर लिएर आउस् न हैन मैले भन्न खो तिमी कसरी कति पढेको छ कुरा चाहिँ नखाइदेऊ पो भन्दैछु त तिमीले पनि खाइदिएको छौ कि आउँछ कि लन्डन छैन गयो नि सक्यो नि पैसै छैन अनि के लन्डनमा फ्यामिलीसँग बस्नुपर्छ एक्लै बस्ने नै होइन अब यस्तो मूर्ख छ हो त अनि 4-5 जना बस्ने 4-5 जनाले काम गरिन्छ अनि त्यही उमा अनि अलिकति त बढ्ला नि हैन र परिवारसँग छु बुढीले छुनु नदिएको सम्बन्ध कुरा किन छुनु त बुढी अर्कै कोठामा अर्कै खाटमा सुत्छ आफू अर्कै खाटमा सुत्ने नि बुढीका ती बडी हर बडी नो वाटर इनसाइड द बडी जेनेरेसन भइसक्यो त भत्ता खाने बेला हो नि त अनि भत्ता खाने बेला केटी खोजेपछि बुढीले लात हान्दैन त अनि यहाँ सुन्न एउटा अहिले मुनि के भने मैले तिमीहरूलाई हान कि हान भनेको छु त छैन नि रहरले दिन्छ रमाइलो कुराहरूलाई इग्नोर गर्ने हो नि यार होइन तँलाई क्या एक्लै बसेपछि त्यस्तो भइहाल्छ नि थ्याङ्क यू शेर्पा कासा टिम मेरो त उमेरै भएको छ नि त मागेर खाने यी बालक गएको चाहिँ के भएको छ हालत नेपालमा आएर मागेर खा त ल आइज त हाम्रो ठाउँमा बसेर झन् धेरै दिन्छ मैले गएर खाएको नेपालमा पनि आइडी गएर त 2-3 लाख थियो आइडी पैसा त्यो पैसा भेला भएको निकाल्नु मिलेको छैन यहाँ देखाउँछु तँलाई यो चलाएको छुइनँ आइडी एउटाले मात्रै हानेको मेरो भाइले गड्यो हनुमान बाबाले मैले निकाल्नु मिलेको छैन यो के भएको छ है विथड्रै देखाउँदैन है मेरो सबैमा अरूमा पनि के भएको छ मेरो 1-2टा गेममा यो शेरनीसँग र बिउलाई नुहाइदिने मैले हो अब अन्डा फुटाउन लाउने फेरि अर्को गिफ्टर छ यति जमेको छ ल दिनमा मेरो 2टा गेममा है ढाँटेको होइन मैले यति जमेको छ पत्याउँछस् यो आइडीबाट खेलेको छुइनँ कति हो उल्टोबाट छ खै कति हो दुईटा म्याचमा 400 पाउँछ जीबीपी हो यसलाई निकाल्न मिल्दैन यो विथड्रै देखाउँदैन हेर्न विथड्रै छैन छ त त्यो फेक कोइन हानेर त्यस्तो होला यहाँ सुन फ्याक क्विन हो भने यसरी कसरी पैसामा काउन्टबाट हुन्छ त तेरो आइडी दे म निकाल्दिन्छु ट्राई गरिदिन्छु अनि खाइदिन्छु कसम मलाई नि मेरो माइन्डमा त्यस्तो पाप कसम कहिले जाँदैन क्या खुसीले मलाई दिस भन्ने म ओके डन म लिन्छु नत्र म मागी टिकटकमा मात्रै हो क्या मेरो झार गिफ्ट हान भन्ने मेरो यो मुखले यहाँ मात्रै हो क्या बुझ तेरो मन खुसीले दिस भने दिस नत्र म मेरो मनमा त्यति पाप पनि छैन छ्या हैन मैले जोक गरेको त्यसमा माइन्ड अनि यसलाई यहाँ सुन्न कोही तेरा 400 ले मलाई के कति दिन पुग्छ मलाई हैन यहाँ सुन न त नरिसेर अनि यसलाई चाहिँ मैले लग आउट गर्दा हुन्छ होला है लग हेर्न न विथड्रै देखाउँदैन यसले के देखाउँछ भने कोइन एक्सचेन्ज देखाउँछ यता जाँदा भ्यूमा यसलाई मैले पैसा निकाल्न खोजे ल यो कोड पनि आउँछ फेरि यार कोड पनि आउँछ है अनि यो विथड्र गर्नुपर्ने एक्सचेन्ज मात्रै देखाउँछ है एक्सचेन्ज मात्रै देखाउँछ एक्सचेन्ज गरेर हाने धनी किन राख्नु त अनि एक्सचेन्ज गरेर यहाँ पनि हान्नु सक्छ नि युनिभर्स हान्दिन्छु अब यो भएन भने अब कहाँ जाऊ यता कुरा सुन हानेको छु त पहिला युनिभर्स आइडी साइला दाइलाई खैनी किन्दै ठिक हुन्छ टिकटकमा मागेको पैसाले यो कमेन्ट कसेर पढ्नु त सुनाउनु त साइलालाई भनेर भन्नुभयो एउटा मुटु दिएर मलाई खैनी खानुहुन्छ तपाईँ हैन ठिकै हो खैनी खान्छु जाडक्सी खाँदिन उठेका पैसाहरू अलिअलि धेरै थोरै
गरिब दुखीलाई दान गरिदिन्छु, म लुगा लाउँछु, खान्छु, सिधै हो। म ढाँट्दिनँ, मैले घर बनाएको छैन, गाडी किनेको छैन। अब यस्तो तरिकाले कहिले गाडी किन्ने, घर किन्न त अनि चाहिँदैन, मलाई चाहिँदैन। मैले दुःख गरेर किनौला, मलाई गाडी किन्न पनि छैन, एउटा बाइसाइकल किन्छु। अब म धेरै बस्दिनँ पनि, 2-3 वर्ष बस्छु, म नेपाल जान्छु। धन्यवाद कमेन्ट पढेकोमा। म यहाँ बस्दिनँ। कसैले मेरो कासा मेरो यो उइसले म बस्दिनँ पनि धेरै, अब म 2-3 वर्ष बस्छु। छोरा युनिभर्सिटी सिधै मलाई जा भन्नु पर्दैन, म आफै जान्छु, म बस्दिनँ। अब 40 वर्ष भइसक्यो काम गरेको, अनि कति गर्नु भन्नु त? हुनेवाला केही छैन। कति वर्षमा गएको त्यहाँ भन् त? अब त्यही होला, 22 वर्ष 22-23 वर्षको थियो। हङकङ 20 वर्ष बसेँ, यहाँ 20 वर्ष भइसक्यो। 60-70 वर्ष पुगिसकिस नि इन्टु 3 गाइस। अझै पनि तिमीलाई मन पराउने रहर छ। गाइस ट्रिपल 60 पुगेछ बुढो, 60-65 वर्ष पुगिसक्यो नि के को 65 समथिङ त हो यो मान्छे त। ल गाइस इन्टु 3 होइन त्यत्रो पुगेको छैन, त्यस्तै 57 समथिङ त पुगिस होला। छैन 48। एप्रिल अनि हेर्न उमेरमा नजाऊ। 67 इयर्स, यस 67 इयर्स। सोनिया एउटा कुरा सानो, मलाई मन पर्यो भने राम्रै केटी छ, जिउडाल चट्ट मिलेको छ, बोली व्यवहार राम्रो छ भने 60 वर्षको पनि बिहा गरिदिन्छु म, किनभने उमेरमा जाँदिनँ क्या। उमेरमा नजाने भए तेरो बुढीलाई किन माई बुढी नट कमिङ इन वाटर एन्ड इनसाइड आउटसाइड देन आई किन भनिस् बुढीले छोडेर हिँडेको यो साइलालाई पारा ठिक छैन, अनि अर्काको छोरी चेली छोडेर हिँड्न हाल्छस् होइन, हिँडिहाल्छ हो। त्यो यसले बुढी छोडेको हो, बुढीले यसलाई छोडेको, यसले बुढी छोडेको भन्नु मिल्दैन क्या, बुढीले यसलाई छोडेको हो क्या। यो यसको बेहोरा नराम्रो भएर यसलाई छोडेको बुढीले, बुझ्यौ? ल ठिकै छ। तर छोरा मान्छेलाई त जहिले पनि आइमेहरूले दबाएर राखेको हुन्छ नि त, सुन मेरो कुरा, साँचो कुराको के हो, सुन मेरो कुरा, राइट हो कि रङ हो सुन्दैनस् मेरो कुरा? आई मिन साँचो के हो झुटो के हो जान्दिनँ, तर मैले यो कुरा चाहिँ जिस्किएको मात्रै। हेर्नु तेरो मनमा नराम्रो चाहिँ नले, म जिस्किएको मात्रै, यस्तो म सिरियसली भने होइन है। फेरि अब यथार्थ के होला के नहोला, तैँले कति कुराहरू रमाइलोको लागि गरिरह होलास् होइन, त्यो तेरो ठाउँमा छ। तर मैले पनि त्यस्तरी नै भनेको हो, तेरो त्यस्तो पर्सनल्ली चाहिँ जानु नहुने हो। तर मैले गइहालेँ, त्यसको लागि चाहिँ क्षमा दे। पर्दैन केही पनि, म रिसाउने होइन। अब के जान्दैन तेरो मनको कुरा के छ? मलाई जति पनि गाली गर होइन, मलाई जति गाली गर जे गर, मेरो छोरीप्रति नजाइदेऊ, बुढीप्रति नजाइदेऊ होइन, नभएको मान्छेतिर नजाइदेऊ, मलाई जे पनि भन्नु, तैँले खाते चोर डाका भन्नु, म सहन्छु त्यो, मलाई माइने। त्यही भएर त भनेको त तेरो बुढीपट्टि गयो नि, तेरो बुढीले तैँले होइन म रिसाउने चाहिँदो कुरा रिसाउँदिनँ नि त होइन। एउटा कुरा यस्तो हुन्छ के हुन्छ भने, अब हामीलाई त छोरा मान्छेलाई त साथी हो, जसले पनि हामीले गल्ती देख्छ नि, के भइरहेछ कसो भइरहेछ, यो खाते हो यसको यस्तो भएको देख्छ क्या। छोरी मान्छेलाई धेरै प्रायोरिटी दिन्छ नि त, हामीलाई दिँदैन। यस्तो हुन्छ यो केटी मान्छेहरू पनि त राम्रो पनि त हुन्छ नि, होइन नराम्रो भन्दिनँ, तर प्राय चाहिँ समाजले हामी छोरा मान्छेलाई नै दोषित र गलत देखाएको हुन्छन्, त्यति चाहिँ हो। त्यस्तो हुँदैन, दुईजनालाई नै त्यही हुन्छ। हामीलाई राम्रो कहिले भन्दैनन्, समाज पनि दुईटैको हो, दुईटैको पक्ष हेरेरै मात्रै बोल्छन् होला नि हो, त्यतिकै त हुँदैन नि हो। अलिक थोर बहुत मान्छेलाई हाम्रै गल्ती देख्छन् कि यो रन्डो हो, यसले केटी खेलाउँछ, यो टिकटक हुन्छ, यो यस्तो, त्यो पनि होला। तर हाम्रो छोरा मान्छेलाई आइज विचार यसलाई परेछ भन्ने कोही पनि हुँदैन, हाँसिदिने खिल्छ कि अब टिकटकले घर बर्बादी। म जान्दिनँ। साइलोले पनि बुढी छोडेर माइलो पनि दिएछ, ब्रेन्डरको त कुरै नगर, कन्ने केटा रन्डो। अनि अर्को को छ डेभिडलाई बुढीले छोडिहाल्यो।
फिटमेनलाई पनि छोड्यो अब छोडिसक्छ अनि राचेको त के भरोसा गर्छ फिटमिन अनि अध्यक्ष बुढीलाई गाडी रन्डी ब्याग अध्यक्ष लाइभमा गएर आउँछु ल होस् पैसा सकेको छैन सबै ध्वस्त छ साथी हो ध्वस्त कुद्ने गतिला छ तीनटा गाइस लेट्स गो दुईटा सरी गाइस दुईटा ए डिभोर्स मात्रै छ थ्यांक यू राजा थ्यांक यू टेक लामा गाइस दुईटा तुम्बा दाजु भयो गाइस दुईटा रोज गफाडी नै हो नि जीवन रहे थ्यांक यू अब एक दिन छौ भोलि एक दिन छ कहाँ वाक्कै भइसक्यो सानी तिमीलाई पेन र मेरो जुत्ता सुत्ता लाएर भिडाउनु पर्छ ल मलाई सेक्युरिटी गार्डमा केटा यसलाई ए त्यस्तो पनि पो हुन्छ यसको पेन्टी र लुगा लाएर घरमा म बस्ने यसलाई पठाइदिने त ल यार वाला गर्लफ्रेन्ड पहिला चाहिँ हाम्रो घरको भैँसीले तिमी आउनु भ्याइन्छ पट्याउनु तिमीले कसरी पठाउँछौ चिक्ने छैन भाइरल साइरल कसले चिन्दैन कहाँबाट पटिन्छ त अलिक हुनुपर्छ त्यो नि पटिन्छ त केटी कहाँ पटिन्छ होइन म यस्तो पाराले त अन्त म त लिपस्टिक उसले भने जस्तो त्यो के अरे माइला दाइले भने जस्तो म त यस्तो पाराले त अन्त म त खोइ त तोङबा हाने पैसा पनि छैन त अनि तोङबा हाने गिफ्ट पनि छैन त कन्फर्म भयो भने उतै हान्छ कन्फर्म भयो भने चाहिँ युनि बागै हान्छ नभए हान्ने छैन तेजेन्द्रले सोध तेजेन्द्र प्रसाद जी सुन्दै हुनुहुन्छ तपाईको कमेन्ट नरिगै हान्दैन हान्यो भने यसो 1-2 हजार हान्दै होला नभए त्यहाँ हान्दैन अघि बिहानै मेरो ओपोनेन्टबाट यसले भारी हानेको छ हौ अब यिनीहरू बताराहरू के भन्नु लाउँछ गाइस ट्याप गरेर त गाइस एभ्रीवन हान्दिन आज हान्दिन नो पावर इनर्जी अवर सेन्टेन्स त जेल उठ्दा यसको जिउ राम्रै छ आज टाइट लुगा लाग्छ छैन उठेको मैले अहिले त मेरो दाइ खोलाएर बसिरहेको छु होला नगर यसलाई चाहिँ यस्तो हुन्छ साथी कस्तो हुन्छ भने अब रिसाउँछ नि होला आफू पुरै वस्त्र आउट हुन्छ अनि यो माथि यस्तो भएपछि त्यही सुत्दिने यसले बोक्छ यो केटीले डर छ स्नाया हजुर सुनिल तामाङ टाउको यस्तो छ सिका छैन के भाइ कस्तो ह्यान्ड ओभर पनि गर्नुपर्छ गएर है कस्तो भन्दा तिमीले भनेका अब युनिभर्स हान्छु है जाठा कुन्दिन ब्ल्याङ्गै चिक्ने कहाँ मर्यो खोइ तेजेन्द्र प्रसाद फिटमेन त डराउँछ नि म सँगै पर्दैन त्यो म चाहिँ त्यो फिटमेनको पनि बानी भएर ठिक छैन अलिक घमण्डी मै हुँ भन्छ जाँदा पेट्रोल पम्पमा काम गर्छ कि त्यसको त्यो बानी मलाई मन पर्दैन त्यो जाँदा धोतीको काम गरिरहेछ त्यति चाहिँ मन पर्दैन घमण्डी छ जाँदा त्यो 1 नम्बरको घमण्डी छ त्यस्तो जाँदा मेरो छेउमा त त्यो झिङ्गाउने त्यसले आजभन्दा 2 वर्ष यसले मुनिको दिमाग कति बाग्लो सरकार लिनु पर्दैन केटा मैले फिटमेनको बारेमा कुरा गर्दैछु इक्जाम्पल होस् नहोस् त्यो हावा पनि हुनसक्छ म पत्याउँदिनँ अब होला नहोला मलाई थाहा छैन अब उसले के गर्यो के कर्म गर्यो मलाई थाहा छैन तर मैले चाहिँ भएको कुरा देखेको कुरा गरेको हो अनि उसले उसको नराम्रो काम कर्तुत है मैले भनेको अनि त्यसले अर्को घर फरेर उठाउँछ त्यति हो त्यति देखेको अरू त्यहाँ भन्दा म जान्दिनँ अनि त्यसले मैले भिडियोमा देखेको अर्को भिडियो बनाउँदै हाल्छ त्यति चाहिँ देखेँ अरू त देखिनँ त्यसको त्यो कर्तु चाहिँ राम्रो लाग्दैन मलाई पहिला राम्रो बोले जस्तो गर्छ त पछाडि त्यस्तै हो क्या त्यो सकेको त्यही भएर त्यसमा
हैन वाटरमेलन को होला साइलाको लहेर 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 ए बोली पनि सुनिँदैन हो अलिक राम्ररी बोल न खोइ बोली पनि सुन्दिन त अनि म त मैले भनेको टिम गेम खेल्यो भने टिममा खेल्नु ल तपाईसँग मलाई टिम बनाउनु ल भनेको क्या अनि गोब्राले जोड्दैन त अस्ति त्यो रिसाएर गोब्रे लाइफमा छ नि मलाई भन्नु न जान्नु भनेर अनि तपाईँ र म टिम बन्छु होइन होइन त्यो यो पुतली मुखेसँग जोडिरहेको छ पुतली मुखेसँग त्यो भनेको को जिएमसी Thank you so much. Thank you. एकछिन यो गरेर एकछिनबाट खेलौँ कि के गर्ने होइन म गरिदिन्छु पनिसमेन्ट तपाईँको तर पाछुल्टो तुझको नमस्ते कल ब्याक पनि दिनु पाएन आजमा जोडिसकेको के गर्नु छैन त तिमी डान्स गर ल दिदी म रुममा जान्छु है ल डान्स गर रुममा जान्छु म त होला बर्गर सर्गर आइछ त्यहाँ होला ल त्यहाँ अनलाइन आइहाल्छ अनलाइनमा दिनको माथि रुममा हिँडे म पनिसमेन्ट गरिदिन्छु डान्स गर्छु ल बोलेको सुन्नु भएको छ नि ल त्यहाँ खेल्दै जाउँ न खेल्दै ल डबल ट्याप ल आँखैको निशान तिमीलाई कुन चाहिँमा डान्स गर्न लाउँछु भने म कमरियामा ऊपर के 36 नीचे के 32 मा ल ऊपर के 36 नीचे की 32 भन्ने ऊपर का 32 नीचे का 36 ओए उयो सुना ल सुन्दैछ नि डान्स ऊपर के 32 नीचे का 36 मा ल यो भोजपुरीमा हजुरले बजाउ न म बजाउँछु बोलेको सुनेन हौ धुन मात्रै छ के आवाज तपाईँ आवाज त आएको छ धुनको आवाज छ त सुनेन त्यही त नि लु यसमा हातको त छ हौ एकछिन फुर्सद लाएर एकछिन डबल ट्याप चाहिँ मारिदिउँ न
के भएको 1K पनिसमेन्ट छ के 1K पनिसमेन्ट 10-15 जनाको डबल ट्याप त्यसरी जान्छ हाम्रो डबल ट्याप के हो नि 1K पनिसमेन्ट छ कृष्णजी 1K पनिसमेन्ट 1K 1000 मा बस थ्याङ्क यू सो मच कृष्णजी मेरो डान्स राम्रो थियो भन्नुहोस् त यत्रो पनि राम्रो लागेन मलाई भएन अनि गीतै त्यस्तो थियो नि त अनि ललिपपमा अलिक जम्का त यो मार्क के पो लाउनु पर्ने त थ्याङ्क यू इट्स ओके तपाईँले खता गर्थ्यौ दिदी डान्स त मलाई होला तपाईँलाई आउँछ छोड्देऊ न तिमी जित न पहिले के यो आइडीमा त मेरो कोही त छैन यो आइडीमा अनि कृष्णजी हजुरसँग पुरिन्छ भने 1 गेम पनिसमेन्ट दिन्छ लास्ट गेमै पनि बढ्छ एकछिन म एक्लै बस्छु त्यस पछाडि यो एकछिन लास्ट गेम एकछिनबाट जोडिन्छु म ल भरे मलाई जोड्नु है दिदी ल मलाई अलिकति सपोर्ट चाहिएको छ क्या यो आइडीमा थोरै क्या 4-5 हजार क्विन सपोर्ट चाहिएको छ क्या डबल कृष्णजी डबल चुप्पा हामीले एउटा प्लेन रन्काइदिनु प्लेन कृष्णजी डबल गीत बजाउनु त गीत बजाउनु के बजाउने ए डलर पैसा देखाउनु हुँदैन अरे पैसा दिदी पैसा देखायो भने पनि उयो हुन्छ बिहान हुन्छ अरे आइडी त्यो योहरू कुनै पैसाहरू पनि देखाउनु हुँदैन अरे भनेर सुनेको हो रे त मेरो अघि त्यही भएर एक दिन गरिदिउ उसरी देखिएको थियो क्या त्यहाँ माथि उयो माथि सबै देशको डलरहरू छ नि त होइन त्यहाँनिर देखाएको होला त के कारणले गएको भनेर त्यो त हेरेन मैले खाने भने देखाउँछ त अहिले पनि चेक गर्दा हुन्छ कृष्णजी कोही तपाईँ रोज हाल्ने कृष्णजी आयो एउटा रोज त दिनु न स्पिड च्यालेन्ज एउटा फुल मार्दिउँ त फुल ए भगवान कतातिर छ हो मेरो यो एउटा उयो ए सोल्टी वेलकम नमस्ते निष्ठुरी वेलकम सोल्टी वेलकम lovely steak how are you जिला लागे के पो थियो गीत पनि ललिपपै खाएन है यो उसले अनिताले डान्स थ्याङ्क यू सुजन तामाङ Thank you, Soldi. Vivas, thank you so much. Thank you. म डान्स गरौँ त हजुरहरु हेर्नुहुन्छ comments mystery do you want to see my dance do you want to see भयो नो हेर्दैन भयो अरे भनेपछि अनि सकिगयो त नि mystery drop I think you are busy गीतै त्यस्तो छ नि त यहाँ मार वेलकम ओके ल अहिले नहेर्ने रे मेरो सोल्डीले होइन म राम्रो डान्स गरिदिन्थेँ गीतै त्यस्तो थियो त्यही भएर 500 आएको छ फेरि गर न त नि कोही छैन
विशालजी वेलकम हँसेको छु उसलाई जानु चक्रे दाई हुन्न अनलाइनमा यस वेलकम Let me check. होइन निष्ठुरीले छाडेपछि के को भर हुन्छ र कुमारजी वेलकम धोका दिने माया लाउने के नै भर हुन्छ र थ्याङ्क यू गाइदिन्छ र सोल्टी डान्स गर्न हो कि कस्तो राम्रो डान्स गर्नुहुन्छ आँखा लाग्छ भनेर यहाँनिर मेरो सोल्टीहरूले डान्स नगर्नु भन्नुभयो तपाईँहरू तपाईँ नगर्नु रे म नगर्नु अरे जेबी वेलकम थ्याङ्क यू सो मच डार्लिङजी हजार दिएको भए त पनिसमेन्ट गरिदिन्थेँ नि त म अब म Please like welcome. उता भन्न पनि सक्दैन के सोल्टीसँग बुस्टिङ ग्लोभ्स त आयो सानो न अरूलाई कसैलाई त्यहाँ थ्याङ्क यू निस्टोरी थ्याङ्क यू थ्याङ्क यू सुजन थ्याङ्क यू डबल वेलकम अनु मच नमस्ते यु गट लाफा वेलकम लाफा गरिदिनु न के लाफा प्लिज एक गेम सपोर्ट गरिदिनु न ल खेलौँ एक गेम तिम्रो मलाई धोबी हान्नु भनेर ल त त्यही त मेरो मान्छे नआएर हैरान क्या यहाँ तिम्रो आइडीमा कोही छैन को मान्छे आउनु पर्ने साइलन दाई खै साइला दाई भाउजूसँग गेम खेल्दै भन्छ गुड मर्निङ टाइगरजी हजुरसँग क्विन छ सपोर्ट गरिदिनु न प्लिज टाइगरजी डबल टाइगरजी हजुरसँग क्विन छ भने टाइगरजी Thank you. Priyanka, thank you so much. मेरो त कोही छैन Oh my gosh. निष्ठुरीले छाडेपछि एक साइलालाई त रिसाउँछ क्या ऊ खोइ त अनिताले अस्ति त यो खेल्दिन भनेदेखि बिनी पनि रिसायो नि लेट मी चेक ल